नमस्कार मेरा सम्पूर्ण आदरणीय दर्शकहरूलाई म दिलनाथ दङ्गाल। मैले आजको भिडियोमा चाहिँ यो बजेट निर्माण आगामी वर्ष 2082-83 को बजेट निर्माण र यसको कार्यान्वयनको पाटो भनेर आजको भिडियोमा मैले प्रस्तुत गर्न खोजिरहेको छु। आगामी 15 गते नेपाल सरकारको बजेट आउँदैछ, विक्रम सम्वत 82-83 को। र यो बजेटमा सधैँभरि तपाईँले बजेट हेर्नुभयो भने 2008 सालबाट सुब्रत शमशेरले प्रस्तुत गर्न सुरु गरेको बजेटमा हेर्नुभयो भने सबै बेलामा चाहिँ कार्यान्वयनको पाटो नै कमजोर भएको देखिन्छ अथवा कार्यान्वयनको पक्ष नै कमजोर भएको देखिन्छ। त्यसकारण मैले आजको भिडियोमा बजेटलाई कसरी कार्यान्वयन गर्न सकिन्छ सहज ढङ्गले, अथवा बजेट के गरौँ भने सहज ढङ्गले कार्यान्वयन हुन्छ भनेर मैले आजको भिडियोमा प्रस्तुत गर्न खोजेको छु। र यसमा मैले उपशीर्षकहरू चाहिँ बाँड्ने क्रममा बजेट कसरी निर्माण हुन्छ बाट अलिकति सुरु गरेर अनि पछि चाहिँ फेरि कार्यान्वयनको पाटो, बजेटको चाहिँ तपाईँको प्राथमिकता लगायतका कुराहरूलाई पनि मैले यहाँ राखेको छु। अथवा बजेट चाहिँ कस्तो हुनुपर्छ, धेरैलाई जिज्ञासा हुन्छ कस्तो बजेट चाहिँ उपयुक्त होला भन्ने ढङ्गले, त्यसले गर्दा मैले यी उपशीर्षकहरू पनि बाँडेको छु। अब मैले अघि नै प्रस्तुत गरेँ, हाम्रो बजेट चाहिँ 2008 सालदेखि नै बन्न सुरु गरेको, तर खर्चको अभावले एकातिर पिल्सिरहेको हुन्छ हाम्रो बजेट, अर्कोतिर थोरै अर्थमा पुँजीगत खर्च छुट्याइन्छ, साधारण खर्च धेरै हुन्छ। त्यसमा पनि तपाईँको त्यो थोरै छुट्याएको पुँजीगत खर्च पनि हाम्रोमा खर्च भएको हुँदैन चाहिँ बजेट। यी हाम्रा बजेटका चाहिँ एकदमै हाम्रा रोगहरू जस्तै हुँदै गए, समस्याहरू भए, अनि कहिले पनि खर्च व्यवस्थापन गर्न सकिँदैन। राजस्व प्रमुख स्रोत रहेको हाम्रो बजेटमा राजस्व नै भने जति सङ्कलन हुँदैन। र अर्को भिडियोमा राजस्व कसरी सङ्कलन गर्ने भन्ने त म लिएर आउने नै छु, तर पनि आज चाहिँ यो चाहिँ खालि मैले बजेट निर्माण कार्यान्वयनको पाटोमा जान खोजेँ। यसमा सबैभन्दा पहिला मैले अलिकति कसरी निर्माण हुन्छ त बजेट, बजेट निर्माणको प्रक्रिया के हो, धेरैजनालाई जिज्ञासा लाग्न सक्छ बजेट कसरी निर्माण हुन्छ। बजेट निर्माणबाटै गयो भनेदेखि बजेट के हो, कस्तो हुन्छ, कसरी बन्छ र यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा आउने हुनाले मैले बजेट निर्माणको कसरी निर्माण हुन्छ त हामी कहाँ बजेट नेपालमा भनेर मैले अलिकति थोरै प्रस्तुत गर्न खोजेको छु। सरकारले यो संविधानले नै जेठ 15 भन्दा अगाडि भनेर भनेको छ। त्यसकारण सरकारले प्रायः जेठ 15मा नै बजेट प्रस्तुत गर्ने गर्छ। जेठ 14तिर 13तिर गरे पनि हुन्छ, 15 भन्दा पछि चाहिँ गर्न संविधान त मिल्दैन। त्यसले गर्दा सरकारले संसदमा पेश गर्नु अघि बजेट तयारीका विभिन्न चरणहरू पार गरे हुन्छ। एकैचोटि चाहिँ सरकारले आफ्नो मनोमानी ढङ्गले बजेट चाहिँ बनाएर लिएर आउने चाहिँ हुँदैन। यो सिद्धान्त त हो, व्यवहारमा कहिलेकाहीँ यो जुन सिद्धान्त छ अथवा यसको निर्माणको जुन प्रक्रिया छ, यो प्रक्रिया थोरै मिचिएको जस्तो पनि देखिन्छ बजेट हेर्दाखेरि। यो कुरालाई मैले तल अलिकति प्रस्तुत गर्ने नै छु। अब सरकारले प्रत्येक वर्ष जनतालाई दिने सेवा सुविधालाई आधार मानेर आय र व्ययको हिसाबले दस्तावेज निकाल्छ, त्यो नै वास्तवमा बजेट हो। अब सरकारले के गर्छ त भन्दाखेरि उसको आम्दानी हेर्छ सबैभन्दा पहिला, कति छ उसको आम्दानी र खर्च कति छ, कति गर्नुपर्ने हुन्छ खर्च, यो दुईटाको दस्तावेज चाहिँ वास्तवमा बजेट हो। तर यो निर्माण गर्दा सरकारले के गरेको हुन्छ भने जनतालाई सुविधा त्यति नै दिने कोसिस गर्छ, त्यति नै दिएको हुन्छ, दिन्छ जति उसको चाहिँ आम्दानी छ। आम्दानीको आधारमा दिने हो। धेरै आम्दानी भयो भने जनतालाई सुविधा धेरै दिने हो, थोरै आम्दानी भयो भने जनतालाई सुविधा थोरै दिने हो। त्यसले गर्दाखेरि यहाँ चाहिँ के छ त भन्दाखेरि आम्दानी र खर्चको दस्तावेजलाई बजेट भन्ने हामी कहाँ चलन छ, यही नै पनि बजेट हो। अब बजेट मार्फत सरकारले आफ्नो जनप्रतिनिधिको दायित्व पुरा गर्न निश्चित समयका लागि आयोजना अथवा योजनाको निर्माण गरी त्यसलाई व्यवस्थित गर्न बजेट निर्माण गरेको हुन्छ। बजेट निर्माण गर्दा खर्च र आम्दानीको पाटो हेरेर अघि बढ्नुपर्ने हुन्छ। यो मैले अघि नै पनि निवेदन गरिसकेँ। खर्च र आम्दानीको पाटोलाई हामीले हेरेर व्यवस्थापन गर्न सकेनौँ भने बजेट फेलियर हुन्छ। अब बजेट निर्माणको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको अङ्गको रूपमा चाहिँ हामीले खर्चलाई हेर्छौँ। खर्चको आकलन गरेर बजेट निर्माण कार्य अगाडि बढ्छ होइन। खर्च कहाँ कहाँ गर्नुपर्छ, खर्चको माग विभिन्न विभाग र मन्त्रालयबाट कति भएको छ, कति खर्च नगरी हुँदैन, कति गर्नै पर्ने हुन्छ। यसरी हेर्दाखेरि खर्चको पाटोलाई यो अर्थमा महत्त्वपूर्ण रूपमा लिइन्छ।
यसमा चालु खर्च, साधारण खर्च र वित्तीय व्यवस्थापन खर्चलाई प्राथमिकतामा राखिन्छ हाम्रो बजेटमा। पहिलाको बजेट चाहिँ सङ्घीय बजेट भन्नुभन्दा अगाडिका बजेटहरू चाहिँ सामान्यतया साधारण खर्च र के अरे पुँजीगत खर्च मात्रै थियो। तर अहिले चाहिँ चालु खर्च वा साधारण खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापन खर्च भनेर हामीले तिनवटा खर्चहरूलाई चाहिँ यहाँनिर हामीले ल्याउने गरेका छौँ। यसमा चाहिँ हाम्रो बजेटको आकार हेर्नुभयो र बजेट बन्ने प्रक्रिया हेर्नुभयो भने चाहिँ यो जुन साधारण वा चालु खर्च जुन छ यो चाहिँ बढी भएको देख्दा यसले चाहिँ प्राथमिकता पाउँछ हाम्रो बजेटमा, त्यो देखिन्छ। अब यसमा चाहिँ विशेष गरेर चालु खर्चमा चाहिँ दैनिक प्रशासनिक कार्य, शान्ति सुरक्षाको व्यवस्था, परराष्ट्र सम्बन्ध लगायतका विषयलाई आधार मानेर चालु खर्च निर्धारण गरिन्छ। अथवा यो तलब भत्ता लगायतका कुरा यसमा पर्छन्, सबैभन्दा धेरै त्यसमै जान्छ र मैले त्यसलाई जोड्न खोजेँ। अब खर्चको अर्को पाटोको रूपमा चाहिँ पुँजीगत खर्च अथवा विकास बजेट भन्ने हुन्छ। सरकारले एक वर्षमा गर्ने विकास निर्माण, पूर्वाधार विकास, आर्थिक विकास लगायतका कार्यहरू सञ्चालन गर्नको लागि विकास बजेट निर्माण गर्छ। र हामी कहाँ चाहिँ यो एकदमै कमजोर छ। गत साल 3 खर्ब बराबरको बजेट चाहिँ छुट्याइएको थियो। यो 17-18% हुन जान्छ र मलाई लाग्छ यसपालि पनि यो बजेट 3 खर्बकै हाराहारीमा चाहिँ यो विकास खर्च वा पुँजीगत खर्च 3 खर्बकै हाराहारीमा घुम्छ जस्तो लाग्छ मलाई। किनभने आम्दानीको राजस्व अहिलेसम्म भएको राजस्व सङ्कलनलाई आधार मान्दाखेरि यो पनि खर्चको कुरा त धेरै जति गर त्यति गर्ने ठाउँहरू छन्, खर्च छुट्याउनु पर्ने छ। किन विकासका यति धेरै विकासहरू हुन बाँकी छ, त्यसले गर्दाखेरि पनि खर्च चाहिँ जति पनि हुन्छ। तर हामी राजस्वलाई आधार मान्ने हो भने चाहिँ 3 खर्बभन्दा बढी, 3 खर्बको हाराहारीमा अलिकति थोरै बढी होला, यतिसम्म मात्रै पुँजीगत खर्च छुटिएला जस्तो लाग्छ मलाई। अब त्यस्तै खर्चको अर्को पाटोको रूपमा चाहिँ हामीले वित्तीय व्यवस्थापन खर्च भन्ने रहेको हुन्छ। यो शीर्षकमा सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण भुक्तानी गर्न बजेट छुट्याइन्छ। सरकारले सार्वजनिक क्षेत्रमा गर्ने ऋण, लगानी, सेयर लगानी पनि वित्तीय बजेटमा समावेश गरिएको हुन्छ। सामान्यतया वित्तीय व्यवस्थापन खर्च यो अहिले हाम्रो चाहिँ साधारण खर्च पछिको दोस्रो खर्च हुने, बढी खर्च हुने चाहिँ क्षेत्र भनेको यो वित्तीय व्यवस्थापन नै खर्च नै हो बजेटमा। अब अलिकति मैले बजेट निर्माण गर्नभन्दा अगाडि के गर्छ त भनेर जान्छु। बजेट निर्माण गर्नु पूर्व सरकारले आम्दानीलाई आकलन गर्छ। अघि मैले भनिहालेँ, सरकारको मुख्य आम्दानीको स्रोत राजस्व हो। हामी कहाँ हाम्रो नेपालमा चाहिँ सरकारको आम्दानीको स्रोत राजस्व हो। सरकारले बजेट निर्माण गर्नु अघि राजस्व कति सङ्कलन गर्न सकिन्छ त्यसको अध्ययन गर्छ। राजस्व नै अथवा आम्दानी नै यति हुन्छ नभनिकन अन्धधुन्द खर्च गर्नलाई सम्भव हुँदैन, सकिँदैन। त्यो त फेलियर स्टेटतिर जान्छ। त्यो हिसाबमा पनि पहिला चाहिँ राजस्वको सरकारले आम्दानी गर्छ। यसका लागि विगतमा कति राजस्व सङ्कलन भएको थियो त्यसलाई आधार मानेर राजस्वको आकलन गरी बजेट निर्माण गर्ने हो। राजस्वको आकलन गर्न अघिल्लो साल त अब तपाईँ बजेटसम्ममा कति सङ्कलन हुन्छ त त्यो त थाहा भइहाल्छ र त्यसलाई आधार बनाउने हो। र अब राजस्वका सबै क्षेत्रहरूमा सुधार आएको छ भने त्यसमा हुने वृद्धि प्रतिशतलाई हेर्ने हो। विगत 5 वर्ष 10 वर्ष कतिकोलाई हेर्छ सरकारले, होइन, त्यसलाई ट्रेन्ड बनाउने, विशेष त अघिल्लो वर्षकोलाई हेर्ने। तर योभन्दा अघिल्लो धेरै अगाडिदेखि 10-8 वर्ष 5 वर्षदेखिका ट्रेन्डहरूलाई हेरेर कति वृद्धि हुन्छ भन्ने गरिन्छ। अब राजस्वको कुरा रह्यो। अब बजेटमा आम्दानीको दोस्रो स्रोतको रूपमा चाहिँ वैदेशिक सहायता हो। वैदेशिक सहायता अन्तर्गत ऋण र अनुदानको रकम पर्छ हामी कहाँ चाहिँ, होइन। विदेशले दुई किसिमको सहयोग गर्छ, एउटा ऋण दिन्छ, एउटा अनुदान दिन्छ। सरकारले ऋण कति आउँछ त्यसलाई आधार मानेर बजेट निर्माण गरेको हुन्छ। विदेशबाट आउने ऋणलाई पनि सरकारले कति आउँछ, त्यो आउने अवस्था के छ, सरकार विदेशीहरूसँग सम्बन्ध के छ, विदेशमा जुन जुन देशले हामीलाई पहिलादेखि नै धेरै सहयोग गरिरहेको छ ती देशको आर्थिक अवस्था के छ, त्यहाँ कुनै किसिमको सङ्कट छ छैन, यी कुराहरूलाई हेरेर चाहिँ उसले म्यानेज गर्ने गर्छ। अब बजेट निर्माण अघि सामा फिर्तालाई पनि अध्ययन गर्नुपर्ने हुन्छ। किनभने हामीले लिएको ऋणको सामा चाहिँ हामीले फिर्ता गर्नुपर्ने हुन्छ। यी स्रोतबाट भएको आम्दानी बजेट खर्चभन्दा बढी भयो भने त्यसलाई घाटा बजेट भनिन्छ, जुन हाम्रोमा प्राय निर्माण हुने गर्छ। त्यसलाई सन्तुलन गर्नका लागि सरकारले आन्तरिक ऋण लिन्छ, आन्तरिक ऋण पनि लिन्छ। ऋण बाह्य र आन्तरिक अहिले तपाईँले हेर्नुभयो भने हाम्रो देशको आन्तरिक र बाह्य ऋण लगभग बराबर जस्तो छ। कहिलेकाहीँ आन्तरिक ऋण अलिक बढी देखिन्छ, कहिलेकाहीँ बाह्य ऋण अलिक बढी देखिन्छ, तर उस्तै उस्तै अवस्थामा चाहिँ हुन्छ।
अब खर्च र आम्दानीको आकार निर्धारण भएपछि बजेटले आकार निर्धारण हुन्छ, त्यसपछि एउटा बजेटको आकार अथवा आकार चाहिँ निर्धारण हुन्छ। अघि भने जस्तो आम्दानी र खर्चको कुरा। आगामी आर्थिक वर्षलाई बजेट तर्जुमा गर्ने कार्य कार्तिकबाट नै सुरु हुन्छ। जस्तै अहिले जुन हामी अब बजेट आउँदैछ 15 गते, त्यो बजेट आउनको लागि चाहिँ यसको प्रक्रिया चाहिँ कार्तिकबाट नै सुरु हुन्छ र कार्तिकबाट नै सुरु हुनुपर्छ, अस्ति गएको कार्तिकबाट। यस अवधिमा सम्बन्धित विभागका प्रमुखहरूले चालु आर्थिक वर्षमा बजेटले कसरी समेटेको छ र आगामी आर्थिक वर्षमा कसरी समेट्नुपर्छ भन्ने उनीहरूको आन्तरिक आफ्ना छलफलहरू चाहिँ चलाउन सुरु गर्छन् बजेट निर्माणको लागि। बजेट निर्माण प्रक्रिया अझ विकसित देशहरूमा त जस्तै अहिले हामी 25मा छौँ, 26का बजेटहरू को डिस्कसन हुन थालिसक्यो उनीहरूकोमा त। अब आर्थिक कार्य अब यो बनाउने एउटा आधार हुन्छ नि त, कानुनी आधार। त्यसमा आर्थिक कार्यविधि ऐन 2055 र नियमावली 2064ले बजेट तर्जुमा विधि तय गरेको छ र त्यसलाई नै आधार बनाउने हो बजेट निर्माण गर्दा। त्यसले जसरी मार्गनिर्देश गरेको छ त्यो अनुसार नै बजेट निर्माण हुन्छ। अर्थ मन्त्रालय बजेट तर्जुमा, खर्च, लेखा परीक्षण प्रक्रियालाई समेटेर कार्य सञ्चालन निर्देशिका 2073 पनि जारी गरेको छ यही बजेट निर्माणसँग सम्बन्धित रहेर। यसमा पुँजीगत, चालु खर्चदेखि आयोजना निर्माणका कुरा समेटिएको छ। आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्ने कार्य कार्तिकबाट नै सुरु हुने गर्छ। यस अवधिमा सम्बन्धित विभागका प्रमुखले चालु आर्थिक वर्षमा बजेटले कसरी समेटेको छ र आगामी आर्थिक वर्षमा कसरी समेट्नुपर्छ, जुन कुरा मैले अघि भनिसकेँ, छलफलबाट चाहिँ सुरु हुन्छ। यो एउटा प्रारम्भिक कुरा चाहिँ मैले यसरी जान्छ, कार्तिकबाट सुरु हुन्छ, आम्दानीहरू यसरी हेरिन्छ, खर्च यसरी हेरिन्छ। अनि यो कुन कानुनमा बसेर बनाइन्छ त? जस्तै आर्थिक कार्यविधि ऐन 55 को कुरा गरेँ मैले, नियमावली 64 को कुरा गरेँ होइन। अब यो निर्देशिका 2073 यी कुराहरूलाई लिएर अनि बजेट चाहिँ प्रक्रियामा जान्छ। अब यसको तर्जुमाको एक्ज्याक्ट प्रक्रिया चाहिँ के हो त? कस्तो प्रक्रियामा जान्छ त? म छोटो रूपमा यसलाई चाहिँ वर्णन गर्न गइरहेको छु। मन्त्रालयगत बजेट छलफललाई राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा सम्बन्धित मन्त्रालयले मङ्सिरमा पठाउँछ। कार्तिकबाट सुरु भएपछि त्यो छलफललाई मङ्सिरमा पठाउने भयो। मन्त्रालयगत रूपमा बजेटको सिलिङ निर्धारण गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बजेट निर्माण तथा स्रोत निर्माण समितिको गठन हुन्छ। यहाँ मैले यो किन जोड्न खोजेँ भनेदेखि यो चाहिँ तपाईँको योजना आयोगको पनि सबैभन्दा बढी महत्त्वपूर्ण भूमिका चाहिँ बजेट निर्माणमा हुन्छ। कतिपयलाई लाग्छ योजना आयोगले के गर्छ अथवा बजेट निर्माण अर्थ अन्य योजना बनाउने क्रममा के चाहिँ गर्छ त भन्दा बजेट निर्माण सबैभन्दा महत्त्वपूर्ण भूमिका उसको हुन्छ भन्ने यसबाट पनि देखिन्छ। र जुन समिति निर्माण हुन्छ त्यो समितिमा चाहिँ अब राष्ट्र ब्याङ्कका बालवाला गभर्नर को पनि चाहिँ उपस्थिति हुन्छ, समितिमा रहन्छ। अर्थ मन्त्रालयका सचिव, राजस्व सचिव, अर्थ मन्त्रालयमा दुईटा सचिव हुन्छन्, सचिव र राजस्व सचिव यी दुईटै। योजना आयोगका सचिव, योजना आयोगमा पनि सचिव रहनुहुन्छ उहाँ पनि, र महालेखा नियन्त्रक लगायतका व्यक्ति रहन्छन्। समितिले मङ्सिर मसान्तसम्ममा मन्त्रालयगत सिलिङको निर्धारण गर्छ। हरेक मन्त्रालयहरूको सिलिङ यति यति बजेट दिने भन्ने अथवा यति यति बजेट रहने भन्ने उसले चाहिँ एउटा सिलिङ निर्धारण गर्छ। यो सिलिङ चाहिँ मङ्सिरसम्ममा निर्धारण हुन्छ। सिलिङ निर्धारण गरेपछि अर्थ मन्त्रालय र योजना आयोगले बजेटका लागि मन्त्रालयमा मार्ग निर्देश पठाउने गर्छन्। तपाईँलाई दिन सक्ने यो वर्षको बजेट यति विविध आधारहरूलाई, विविध कारणहरू, खर्चको आधार होला, आम्दानीको आधार होला, विगतमा उसले खर्च गरेकोलाई आधार, सारा कुराहरूलाई हेरेर त्यो चाहिँ मार्ग निर्देशन पठाउने गर्छ। यो चाहिँ रह्यो तपाईँको मार्ग निर्देशन पठाउने कुरा, सिलिङ निर्धारण पछिको। अब बजेट राजनीतिक दस्तावेज भएकोले बजेट निर्माणको मार्ग निर्देश यसैमा आधारित हुन्छ। बजेट बनाउने पहिलो सैद्धान्तिक आधार अथवा मार्गदर्शन संविधान नै हो। जुन हाम्रो संविधान छ 72 को, त्यो संविधानलाई नै आधार बनाएर चाहिँ बजेट बनाउने हो। जस्तै हामीले संविधानमा जे कुराहरू उल्लेख गरेका छौँ अथवा समाजवाद उन्मुख अर्थतन्त्र भनेका छौँ, समाजवाद उन्मुख चाहिँ हामीले संविधान भनेका छौँ, र त्यसलाई नै आधार बनाएर चाहिँ के हुने हो त भन्दाखेरि बजेट चाहिँ निर्माण हुने हो। संविधानका विषयलाई समेट्ने गरी बजेट बनाइन्छ, विषयवस्तु यताउता पार्न सकिँदैन। अर्को मार्गदर्शन आवधिक योजना। यहाँ मैले यो किन जोड्न खोजेँ भने आवधिक योजना जुन 5 वर्षीय योजना हुन्छ त्यो योजनासँग चाहिँ कतिको यसको टाइअप हुन्छ त भन्दा त्यो योजनासँग टाइअप हुनुपर्छ। जस्तै अहिले यो 16औँ योजना आएपछिको यो पहिलो बजेट हो। 16औँ योजना आएपछिको पहिलो बजेटले योजना 16औँ योजनामा भएका कुराहरू र त्यस्ता मूलभूत कुराहरूलाई समेटेर बजेट बन्न सक्यो भने यो बजेटको पनि एउटा नयाँ सुरुवात हुन्छ भन्ने मलाई लाग्छ अहिलेसम्मको इतिहास हेर्दा। र अर्को सकारात्मक कुरा के छ त भन्दाखेरि
अहिले 16औं योजना जुन योजना आयोगमा भएका चाहिँ उपाध्यक्ष लगायतका सदस्यहरूले बनाउनु भयो, अहिले पनि यो बजेटमा उहाँहरू नै हुनुहुन्छ र उहाँहरूले नै बजेट बनाइरहँदा यसलाई चाहिँ उहाँहरूले तालमेल गर्नुहुन्छ भन्ने लाग्छ र कति तालमेल गर्न सक्नुहुन्छ उहाँहरूको क्षमता त्यसमा पनि देखिन्छ। त्यसपछि यसलाई लक्षित गरेर सरकारमा रहेका राजनीतिक दलका प्रतिबद्धता अनुसार बजेट बन्छ। अब मैले यो किन भन्न खोजेँ भने हामी कहाँ सबैभन्दा दुःखद कुरा चाहिँ के छ भने राजनीतिक प्रतिबद्धता आउँदैन, विकासका नाउँमा, बजेटका नाउँमा, अन्तर्राष्ट्रिय सम्बन्धका नाउँमा यसमा चाहिँ राजनीतिक प्रतिबद्धता आउनुपर्छ र सबै मिलेर नै बजेट बनाउनु पर्छ जस्तो लाग्छ। तपाईँले हरेक पटक त्यो बजेटको हेर्नुभयो भने अब 15 गते बेलुका पनि भेट्नुहुन्छ, बजेट सिद्धिन साथ दुई खालका कमेन्ट आउँछन्। एउटा चाहिँ असाध्यै राम्रो बजेट बन्यो, यसले जनताका सबै भावनाहरू पुरा गर्ने भयो, यो चाहिँ कायापलटै गर्ने हो भन्ने खालका चाहिँ त्यहाँनिर विश्लेषण आउँछन् भने एक खालका विश्लेषण चाहिँ यो बजेट कनिका छरे जस्तो छ, यो बजेटले जनताका कुनै पनि चाहना पुरा गर्दैन, यो बजेटले सस्तो लोकप्रियता कमाउन खोजेको छ भनेर यो दुई खालका विश्लेषण नै आउँछन्। तर वास्तवमा बजेट त्यस्तो कहिले दुवै खालको बजेट बनेको हुँदैन। बजेट चाहिँ एभरेजमा बनेको हुन्छ र बजेटले जनताका सबै भावनाहरू यही बजेटमा नै समेट्ने र सबै सम्भव हुने पनि हुँदैन र बजेट खत्तमै अथवा कार्यान्वयनै हुन नसक्ने अथवा कामै नलाग्ने बजेट पनि हुँदैन। एभरेजमा जुन विगतका वर्षहरूमा आउने बजेट हो त्यस्तै एभरेजमा नै बजेट आउने गर्छ र अहिले पनि आउँछ भन्ने मलाई लाग्छ एउटा अर्थशास्त्रको विद्यार्थीको हिसाबले। अब अघि खालको विश्लेषण किन आउँछ त भन्दा जो सरकारसँग नजिक छन् उनीहरूले चाहिँ यो कायापलटै हुन्छ भन्ने ढङ्गले गर्छन् भने सरकारबाट बाहिर भएका प्रतिपक्षहरूले जस्तो राम्रो बजेट ल्याए पनि उनीहरूको आँखाले चाहिँ नराम्रै देख्छ। त्यो अघिल्लो दिनै उनीहरूले के भन्ने भनेर तय गरेका हुन्छन्, बजेट आइरहनु पर्दैन। त्यसकारण पनि बजेटमा चाहिँ यो राजनीतिक दस्तावेज भएको हुनाले यो चाहिँ राजनीतिक दलहरूको प्रतिबद्धता आइदियो भनेर उनीहरूसँग पनि छलफल गरेर, किनकि यो सरकारको नीति तथा कार्यक्रम, बजेट सिद्धान्त र प्राथमिकतालाई पनि आधार मानेर बजेट बन्ने हुनाले जुन अस्ति आइसक्यो नीति तथा कार्यक्रम, त्यो नीति तथा कार्यक्रमदेखि अहिलेसम्म बरु छलफल गरेर प्रतिपक्षका कुराहरू पनि समेटेर प्रतिपक्षलाई के कुरा समेट्दा चाहिँ जनताको भावना समेटिन्छ भन्ने ढङ्गले प्रतिपक्षका सुझावहरूलाई पनि राखेर बजेट बनाउने र सबैको यो चाहिँ साझा दस्तावेज, किनभने विकासको एउटा चाहिँ सुरुवाती हो, बजेट नै विकासको सुरुवाती हुन्छ अथवा बजेटले एक वर्षभित्रमा अब कस्तो गर्न सक्छ त अर्थतन्त्र देशको कता जान सक्छ भन्ने कुरो बजेटबाट देखिने हुनाले यहाँ चाहिँ राजनीतिक प्रतिबद्धता आउनुपर्छ भन्ने जस्तो लाग्छ मलाई, जसरी विदेश नीतिमा आउनुपर्छ। तर हामी कहाँ दुःखद दुइटैमा प्रतिबद्धता चाहिँ देखिँदैन। अब यो रह्यो यो सुरुमा चाहिँ बजेट कसरी बन्छ भन्ने कुरा चाहिँ मैले प्रक्रिया एउटा चाहिँ सर भन्दै, यसले गर्दा पनि धेरैजनालाई के थाहा हुन्छ भने यसरी बन्दो रहेछ बजेट, बजेट चाहिँ हचुवामा मात्रै बन्दैन, बजेटको एउटा प्रक्रिया हुँदो रहेछ। तर यदि हचुवामा बन्यो भने, हचुवामा बजेट बन्यो वा अघिल्लो वर्षको नै धेरै कुराहरू कार्यक्रम कपी पेस्ट आए वा धेरै बजेटमा दुःख गरिएन भने चाहिँ त्यो बजेट चाहिँ कार्यान्वयन हुँदैन अथवा त्यो बजेटले चाहिँ अहिलेको जनताका भावनाहरू समेट्दैन। तर यी प्रक्रिया पुरा गरेर आयो भने बजेटमा केही न केही सकारात्मक कुराहरू चाहिँ हुन्छन्, किनभने सबैको सहभागिता देखिन्छ भन्ने सन्दर्भलाई लिएर मैले यो कसरी आउँछ भन्ने कुरा गरेँ। अब कस्तो बन्नुपर्छ आगामी वर्षको बजेट भनेर धेरैजनालाई यो एकदम पहिलादेखि नै चलिआएको ट्रेन्ड हो। कस्तो बन्नुपर्छ त? अब धेरै चाहिँ पत्रकार साथीहरूले सोध्ने पनि हामीलाई त्यही नै हो, कस्तो बन्नुपर्छ त भनेर। अब मैले चाहिँ अलिक यसलाई एकदम छोटो दुई लाइनमा चाहिँ मैले यसलाई भनेको छु, अथवा दुईटा साना बुदाहरूमा लामो कुराहरू गऱ्यो भनेदेखि चाहिँ बुझ्न पनि गाह्रो, कार्यान्वयन गर्न पनि गाह्रो हुन्छ। त्यसकारण मैले दुईटा मात्रै कुरा राखिरहेको छु कस्तो बन्नुपर्छ बजेट भनेर। एउटा, प्राथमिकता प्रष्ट भएको हुनुपर्छ बजेट, बजेटमा प्राथमिकता प्रष्ट हुनुपर्छ भने। दोस्रो नम्बरमा आफैले ल्याएको बजेट सरकारले कार्यान्वयन गर्न सक्ने खालको बजेट बन्नुपर्छ। यति दुईटा कुरा मात्रै आगामी वर्षको बजेटमा म्यानेज गरिदियो भने मलाई लाग्छ बजेट उत्कृष्ट हुन्छ र योभन्दा पछाडिका बजेटहरू पनि त्यो ढङ्गले बन्दै जान्छन् र एक किसिमले बजेट चाहिँ हाम्रो चाहिँ बिस्तारै बजेटमा सकारात्मकतातिर बजेट चाहिँ जान्छ जस्तो लाग्छ मलाई। अब यहाँ धेरै साथीहरूलाई के जिज्ञासा लागेको हुनसक्छ भने प्राथमिकता त सधैँ क्लियर हुन्छ त, कृषि, स्वास्थ्य, खानेपानी, विद्युत, ऊर्जा भनेर। तर मैले यसलाई चाहिँ अलिकति चाहिँ कार्यान्वयनको पाटोमा चाहिँ दोस्रोमा कार्यान्वयन गर्न सक्ने भनेको कारणले कार्यान्वयनसँग दोस्रोसँग अलिकति मैले चाहिँ जोड्ने कोसिस गरेको छु। प्राथमिकता प्रष्ट भनेको के अर्थमा प्रष्ट भने म उदाहरणबाट प्रष्ट पार्छु। सबैभन्दा पहिलो प्राथमिकता कृषिलाई दिनुपर्छ, अहिले पनि म त्यो भन्छु।
किनभने कृषिमा चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपले 60% मान्छे जोडिएका, हाम्रो अर्थतन्त्रको अथवा जिडिपीको 23-24% योगदान दिएको र हाम्रो सजिलै पहुँच कृषिमा हुने। किनभने तपाईँले म कृषि कर्म गर्छु भन्नुभयो भने तुरुन्तै 2 दिन 4 दिन त्यो एक्सेस अनुसार हप्ता दिन 1 महिना बढीमा यस्तै बढी लाग्ला अथवा 15 दिन तपाईँले त्यो कृषि गर्न सुरु गर्नलाई तपाईँ सम्भव छ, पाउनुहुन्छ। म कृषिमा लाग्छु भन्नुभयो भने, कमिटमेन्ट गर्नुभयो भने, किनभने यति धेरै जमिनहरू देशको सबै ठाउँमा, मैले 77वटा जिल्ला घुमेर आउँदा कुनै पनि जिल्लाहरू बाँकी छैनन् जहाँ बाँझो जमिन नहोस्। सबै जिल्लाहरूमा अलि होला, काठमाडौँ र भक्तपुरमा अलिक, सरी, काठमाडौँ र भक्तपुरमा अलिक कम होला, काठमाडौँ अलिक कम होला, भक्तपुरमा अलिक बढी होला, ललितपुरमा त निकै नै बाँझो जमिन छ। त्यसले गर्दाखेरि नत्र अधिकांश जिल्लाहरूमा चाहिँ बाँझो जमिन छ भनेपछि त्यहाँ चाहिँ सजिलै के गर्न सक्छ भने, कृषक हुन्छु भन्यो भने त्यो जमिन जसको उसँग सहकार्य गरेर उसले खेती गर्न सक्छ। र खेती गर्नको लागि त्यत्रो हामी कहाँ ठुलो तालिम महिनौँ दिन, जस्तै जागिर खान, भेगमा जागिर खान 2 वर्ष पढ्नु पर्ला, विश्वविद्यालयमा 3 वर्षै पढ्नु पर्ला, नेपाल सरकारको अझ 2-3 वर्ष 4 वर्षै पढ्नु पर्ला, होइन? त्यो जागिरमा जान अथवा व्यापार गर्नको लागि ठुलो बजेट रकम चाहिँ जुटाउनु पर्ला। त्यो व्यापारको बिक्री हुन्छ हुँदैन, अथवा त्यो व्यापारको त्यो उत्पाद, त्यो व्यापार गर्दाखेरि मैले पैसा कहाँबाट सङ्कलन गर्ने, कुन क्षेत्र रोज्ने, यी सारा कुराहरूमा अलिकति रिस्कदेखि लिएर अर्थ सङ्कलनदेखि लिएर अध्ययन धेरै कुराहरू पर्छ। तर कृषि चाहिँ सहज एक्सेस देखिन्छ, ठुलो तालिम पनि लिनु पर्दैन र सहकार्य गर्यो भने कतिपय ठाउँमा सरकारले कृषि गर्नेहरूलाई धेरै सुविधाहरू पनि दिएको छ। भलै सुविधाको उपभोग चाहिँ कागजी कृषकहरूले गरे, त्यो चाहिँ हाम्रो नकारात्मक पाटो भयो। तर पनि कृषकको चाहिँ तपाईँको त्यो एक्सेस चाहिँ हाम्रो हुने, सजिलै हुने कारणले पनि कृषिलाई पहिलो प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ मलाई। र 60% जनताको उत्थान तुरुन्तै हुन्छ हामीले कृषिलाई पहिलो प्राथमिकता दियौँ भने। हुनसक्ला कृषिलाई प्राथमिकता दिएर भोलि चाहिँ तपाईँको यसलाई कृषि उद्योगतिर लैजाउँला या त्यसलाई लैजाउँला, त्यो दिशातिर जाउँला। तर प्रश्न अहिले चाहिँ कृषिलाई प्राथमिकता दिने भनेको छ मैले। तर अब दोस्रो पर्यटन होला, त्यसै गरिकन तेस्रो उद्योग होला, चौथो शिक्षा होला, त्यसपछि स्वास्थ्य होला। यसरी लगभग हामीले 5वटालाई पहिलो प्राथमिकतामा राख्न सक्यौँ भने यसले चाहिँ हामीलाई बजेट क्लियर भएको मानिन्छ। तर अब यहाँ यो त सधैँ आएकै छ। नयाँ के आयो त भन्दा, नयाँ के आयो भने जस्तै कृषिबाटै सुरु गर्छु मैले। अब तपाईँले कृषि कर्म गर्नको लागि आवश्यक के चिजहरू चाहिन्छ? जमिन चाहिएला, जमिनको कुरा मैले अघि गरिहालेँ। दोस्रो नम्बरमा हामीलाई चाहिँ मेन पावरको कुरा होला, श्रमिक, कृषि श्रमिकको कुरा होला। तपाईँ यति धेरै मान्छेहरू चाहिँ विदेश गइरहेको अवस्था छ, यहाँ चाहिँ उपयुक्त काम गर्ने वातावरण नभएर, अथवा यहाँ भविष्य नदेखेर, अथवा त्यहाँ जाँदाखेरि धेरै कमाइ छ भन्ने लागेर, वा छिमेकीले धेरै कमाएर ल्याएको देखेर, वा त्यहाँ जाँदाखेरि खर्च चाहिँ तुरुन्तै त्यहाँ खर्च हुँदैन, कमाइ मात्र हुन्छ। त्यसकारण खर्च कमाउने भनेर गएपछि अलिकति बचत पनि हुन्छ भन्ने ढङ्गले विविध कारणहरूले मान्छेहरू धेरै चाहिँ श्रमिकहरू अथवा धेरै चाहिँ नेपाली चाहिँ युवाहरू बाहिर गइरहेको सन्दर्भ छ। अब यहीँ भएका पनि धेरै बेरोजगारहरू युवाहरू अहिले देखिन्छन्, बेरोजगार छन्। अथवा कति मान्छेहरू कृषि कर्म गरेर पनि त्यसबाट गरिखान नसक्दाखेरि, अथवा त्यसबाट परिवार पाल्न नसक्दाखेरि, जीविकोपार्जन गर्न नसक्दाखेरि त्यत्तिकै बसेका छन्। त्यसले गर्दा ती अथाह भएको हाम्रो जुन श्रम शक्ति छ त्यसलाई चाहिँ कृषिमा आकर्षित गर्न सक्यो भने, कसरी हुन्छ त कृषिमा आकर्षित भन्दाखेरि, हरेक पेसाको बराबर इज्जत गर्न सक्नुपर्छ। यो त यति पढेको थियो, के न गर्छु भन्थ्यो, फेरि त्यही चाहिँ हलो कुटो कोदालो ट्र्याक्टर चलाउन गएछ, अथवा त्यही तरकारी उत्पादन गरेर बोकेर चाहिँ बोरामा बोकेर, वा साइकल मोटर बाइकमा या अन्य केहीमा बोकेर बेच्नै गएछ भन्ने खालको हाम्रो समाजको एक खालको सोचाइ छ। तर त्यो चाहिँ विकसित देशहरूमा कसले के काम गर्छसँग मतलब हुँदैन, काम काम हो, त्यसबाट आय आर्जन महत्त्वपूर्ण कुरा हो। त्यसले गर्दा हामी कहाँ एउटा जुन समाजमा यो परिपाटी छ, यसलाई पनि हाम्रो समाजले चाहिँ सहयोग गर्नुपर्छ जस्तो लाग्छ। काम सानो ठुलो भन्ने हुँदैन। कृषिबाट उत्पादनै नहुने हो भने हामीले खाने पनि कुरा हुँदैन। कृषि उत्पादन खाइरहेको कारणले एउटा पहिलो कुरा त्यो गर्नुपर्छ। अर्को, कृषिमा कर्म गर्छु भन्ने मान्छेलाई सरकारले एकदमै सहजीकरण गरेर कृषिमा लागौँ, कृषिमा काम गरौँ बनाउनुपर्छ ती श्रमिकहरूलाई। अथवा त्यो कृषि कर्म गर्न चाहनेहरूलाई चाहिँ कागजी किसानले होइन, साँच्चीकै काम गर्ने किसानलाई चाहिँ
यो चाहिँ उत्पादनका आधारमा सरकारले विभिन्न किसिमका सेवा शर्त सुविधाहरू दिइदियो र उत्पादन भएको वस्तु चाहिँ बजारमा लगेर बेच्न सहजीकरण गरिदिनुपर्छ। हामीले देखिरहेछौँ हामीले गरेको उत्पादन बाहिरबाट आउने उत्पादन ठुलो उत्पादन हुन्छ छिमेकी देशहरूमा, अनि त्यहाँबाट आउने उत्पादनले हाम्रो उत्पादनलाई चाहिँ पछि पार्छ, उनीहरूको सस्तोमा आइदिन्छ। भलै त्यो औषधि धेरै हालेको होस् अथवा धेरै मल रासायनिक मल प्रयोग भएको होस्, हाम्रो हावापानीको हिसाबले पनि हाम्रो उत्कृष्ट हुँदाहुँदै हामी जनतालाई त्यो बुझाउन नसक्दा र जनताको क्रय शक्तिलाई आधार मान्दाखेरि पनि त्यो विदेशी तरकारीहरू बढी आउने, कृषि उत्पादन आउने, फलफुल आउने, त्यसले गर्दाखेरि हाम्रो बजार नपाएर विभिन्न समयमा कहीँ टमाटर, कहीँ तरकारी, कहीँ बन्दा, कहीँ काउली पोखेको वा बारीमै डोजर लगाएको अवस्था छ। त्यसले गर्दाखेरि त्यो बजारको ग्यारेन्टी चाहिँ सरकारले गरिदिनुपर्छ होइन। आफ्नो उत्पादनलाई प्राथमिकता दिने कुरा, प्रोटेक्सनको नीति ल्याउन सकिन्छ। बाहिरबाट आउने तरकारीमा विषादीको मात्रा कति छ चेकजाँच गर्ने, भन्सार लगाउने या विविध कारणले गर्दाखेरि हाम्रो चाहिँ बजारको व्यवस्थापन सरकारले गरिदिनुपर्छ जस्तो लाग्छ मलाई। उनीहरूको सबैभन्दा पहिला मैले यता काम गर्ने युवा जनशक्तिको कुरा गरेँ। बजेटमा ती कुराहरूलाई चाहिँ प्रष्ट ढङ्गले चाहिँ किटाणु मतलब व्यवस्थित गरिदिनुपर्छ एउटा। दोस्रो मलको कुरा छ। अब म सधैँभरि मलको हाहाकार हुन्छ। अहिले पूर्वी नेपालको भर्खरै म भ्रमण सकेर आएँ, पूर्वी तराईको। त्यहाँ अधिकांश ठाउँमा अब बिउ राख्ने बेला भयो। जनताहरूलाई के हो त समस्या भन्दाखेरि उहाँहरूले पहिलो पहिलो समस्या नै उहाँहरूले मलको दर्शाइराख्नु भएको छ। हामीले मल पाउँदैनौँ। अब तपाईँको बिउ राख्ने बेलामा नै मल पाइएन भने रोप्ने बेलामा झन् गाह्रो होला। र महँगोतिर भने जति पनि पाइन्छ तर बजार मूल्यमा पाइँदैन। यो अर्को दुःखद कुरा हो। मैले भर्खरै तराई क्षेत्र, पूर्वी तराई, कोशी प्रदेशका तराई क्षेत्रहरूको भ्रमण सम्पन्न गरेर आएपछिको चाहिँ यो उहाँहरूको भनाइ मैले राखिराखेको हो। त्यसले गर्दाखेरि त्यो मलको व्यवस्था गर्न सक्छ सरकारले। मलको व्यवस्था गर्नको लागि अब सबै रासायनिक मलै ल्याउनुपर्छ भन्ने छैन। अहिले संसारमा रासायनिक मलको उत्पादन घट्दै गएको र विभिन्न किसिमका युद्धहरूको कारणले गर्दाखेरि र वातावरणको कारणले गर्दाखेरि अथवा विभिन्न चाहिँ रासायनिक मल उत्पादन गर्ने देशहरूमा विभिन्न खालको क्राइसिस सङ्कट आएको कारणले गर्दाखेरि पनि चाहिए जति मल उत्पादन भएको छैन। त्यसले गर्दा हामीले रासायनिक मलै कुर्नुपर्छ भन्ने छैन। हामीले हरियो मललाई प्रयोग गर्न सक्छौँ उत्पादनको लागि। यो प्रयोग भइसकेको धेरै पहिला पहिला प्रयोग हुन्थ्यो, अहिले त्यो हराएर गएको छ। किसानलाई त्यसमा चाहिँ हामीले चाहिँ इन्करेज गर्नुपर्छ जस्तो लाग्छ। दोस्रो कुरा चाहिँ हामीसँग यतिका धेरै कम्पोस्ट मल बन्ने, हामीसँग वन जङ्गल पात पतिङ्गर लगायतका बिरुवाहरू छन्, यहाँबाट पनि हामीले कम्पोस्ट मल बनाउन सकिन्छ भने चाहिँ हामीले लगभग 2 खर्ब जति बजेट छुट्याउन सक्यौँ भनेदेखि हामीलाई टोटल चाहिने रासायनिक मलको 1/3 मल को आवश्यकता त्यहाँबाट पनि पुरा हुन्छ। यदि साँच्चै कृषिमा लाग्ने हो भने तपाईँको 24-25% योगदान र 60% मान्छे चाहिँ त्यहाँ चाहिँ कहीँ न कहीँ ढङ्गले ठोकिएको ठाउँमा 2 खर्बको बजेट चाहिँ मल फेरि प्रत्येक वर्ष छुटाउनु पर्ने पनि होइन। मल उत्पादन कारखानाको लागि 2 खर्ब बजेट छुटाइदिने भने 1/3 जुन जमिन छ नेपालको उत्पादन हुने जमिन, त्यसको 1/3लाई चाहिँ त्यो रासायनिक मलले पुग्छ। बाँकी चाहिँ अब कम्पोस्ट मल, हरियो मलहरू प्रयोग गर्यो भने मलको पनि समस्या हुँदैन। र सिँचाइको कुरा, हामीसँग 6000 नदीनालाहरू छन्। 6000 नदीनालाहरूलाई हामीले सिँचाइको रूपमा प्रयोग गर्न सक्यौँ भने सिँचाइको पनि समस्या हुँदैन। र अर्को रह्यो बिउको कुरा। बिउको सङ्कट केही वर्षदेखि पर्न थालेको छ। तपाईँ हामीले घरमा राखेको बिउ नउम्रिने, त्यसले उत्पादन नदिने, अनि बाहिरैबाट बिउ ल्याएर रोप्नुपर्ने किनेर, र किनेर ल्याएको बिउले चाहिँ एकपल्ट उत्पादन दिने, अर्कोपल्ट उत्पादन नदिने, अथवा फेरि बिउ राख्न नमिल्ने, यी खालको चाहिँ हाइब्रिड टाइप्सको यो भएको कारणले गर्दा हामी बिउमा पनि अब आत्मनिर्भर हुनबाट वञ्चित भएका छौँ। तर हामी कहाँ यस्तो पुरानो प्रविधि छ जुन हाम्रा आमा हजुरआमाहरूले पाकेको फसलमध्ये कुन फसललाई चाहिँ बिउमा राखो र कुन ढङ्गले चाहिँ स्टोर गरेर राखो भने अर्को वर्ष राम्रोसँग फल्छ भन्ने उहाँहरूसँग एउटा चाहिँ आत्मज्ञान थियो। त्यसलाई चाहिँ हाम्रा विशेष गरेर लोकल सरकार र वडाहरूले एउटा तालिमको व्यवस्था गरेर त्यो खालको त्यो ढङ्गले हामीले हाम्रा बिउहरूलाई सुरक्षित गर्न सक्यौँ भने अब हामी हाम्रै रैथाने बिउहरू प्रयोग गरेर धेरैभन्दा धेरै हामी उत्पादन गर्न सक्छौँ, उत्पादन बढाउन सक्छौँ। त्यसले गर्दा यी सबै कुराहरूलाई चाहिँ अबको बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिने भने सँगसँगै यी कुराहरू पनि प्राथमिकतामा आउनुपर्छ। यी कुराहरू कसरी गर्न सकिन्छ भन्ने कुरा बजेटमा समेटिनुपर्छ। खालि कृषिलाई प्राथमिकता दिने भने यति बजेट छुट्याउने भने त्यो कृषिलाई प्राथमिकता दिन भित्र पस्दाखेरि के गर्यो भने कृषिले प्राथमिकता पाउँछ र कृषि उत्पादन बढ्छ र कृषिमा हामी आत्मनिर्भर हुन सक्छौँ भन्ने कुरातिर बजेट नजाने कारणले गर्दाखेरि पनि मैले प्राथमिकता क्लियर र प्रष्ट भएको, र त्यो प्राथमिकता प्रष्ट हुनुको मतलब के भने त्यो कामै गर्न, कारण नै गर्ने सक्ने खालको चाहिँ प्रष्टताको मैले कुरा गरिरहेको छु।
त्यस्तै पर्यटनको कुरा हुँदा एकीकृत पर्यटन विकास सारा कुराहरू होलान्। त्यस्तै तपाईँ स्वास्थ्यको कुरा गर्दाखेरि त्यस्तै आउला। अर्को चाहिँ रह्यो उद्योगको कुरा आउला। त्यस कारण शिक्षाको कुरा, यसरी हरेक 5वटा प्राथमिकता राख्ने र त्यो पुरा गर्नको लागि के चिज चाहिन्छन्, जसरी मैले अहिले कृषिमा भने त्यसै गरी के चिज चाहिन्छन् र त्योको व्यवस्थापन कसरी गर्ने भन्ने ढङ्गले बजेट आयो भने चाहिँ यो बजेट चाहिँ राम्रो हो, त्यो बजेट चाहिँ राम्रो मानिन्छ। तर चाहिँ मतलब पुरानो ढङ्गले नै अथवा परम्परागत ढङ्गले नै बजेट आउने हो भने चाहिँ खासै कार्यान्वयन हुन्छ जस्तो लाग्दैन मलाई। अनि अर्को, सरकारले बजेट ल्याउँदा दोस्रोमा चाहिँ आफैले ल्याएको बजेट कार्यान्वयन गर्ने भनेको छु मैले। विगतमा धेरै सरकारहरूको हेऱ्यो भने तपाईँ जुन सरकारले बजेट ल्यायो उनै कार्यान्वयनको बेलामा समयमा रहँदा पनि बजेट कार्यान्वयन भएको छैन। यो त लाजमर्दै हुन्छ। अर्को चाहिँ सरकारले ल्याइदिएको, अघिल्लो सरकारले ल्याएको अर्को सरकार आएर कार्यान्वयन गर्नुपर्दा कतिपय आफूलाई असहज भएको कारणले सकिएन भन्नलाई एउटा त्यो चाहिँ भन्नसम्मलाई पाइयो। अब सरकार अविच्छिन्न भएको कारणले कार्यान्वयन त गर्नु नै पर्छ। जस्तै अहिलेकै बजेट हेर्नु भयो भने अघिल्लो पटक चाहिँ अहिलेको अर्थमन्त्री हुनुहुन्थेन, यो सरकार नै थिएन, अघिल्लो सरकार थियो बजेट आउँदा। तर पनि सरकार अविच्छिन्न भएको कारणले गर्दाखेरि बढीभन्दा बढी कार्यान्वयन गर्ने कोसिस गर्नुपर्छ। तर जस्तै अर्को दुःखद कुरा चाहिँ के हो त भन्दाखेरि जुन सरकारले बजेट ल्याउँछ त्यही सरकार हुँदा पनि कार्यान्वयन हुँदैन भने त्यो त दुःखद हो नि त। आम्दानी गर्ने स्रोत उसले कि त हचुवाको भरमा ल्यायो, कि त उसले चाहिँ त्यो जुन प्राथमिकताहरू छन् अथवा बजेटमा ल्याइएका योजना परियोजनाहरू जे छन् कामहरू, तिनीहरू चाहिँ हचुवाको भरमा ल्याएको हुनुपर्छ वा कार्यान्वयन गर्ने बेलामा उदासीनता देखिएको हुनुपर्छ। राजनीतिक अवस्था सहज हुँदा, अब राजनीतिक अवस्था असहज हुँदाखेरिको कुरा त अलग भइहाल्यो होइन। त्यसले गर्दा यी दुईटा कुरा चाहिँ बजेटमा म्यानेज गरेर ल्याइयो भने मलाई लाग्छ आगामी वर्षको बजेट चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई। अब मैले अलिकति यो कार्यान्वयनको पाटोतिर थोरै अलिकति विश्लेषणात्मक ढङ्गले कार्यान्वयन चाहिँ कसरी हुन्छ त, के गरौँ भने चाहिँ कार्यान्वयन हुन्छ। मैले दुईटा कुरा भने, एउटा चाहिँ प्राथमिकता क्लियर भएको, प्रष्ट भएको, अर्को कार्यान्वयनको पाटो। प्राथमिकता प्रष्ट कसरी हुन्छ भन्ने कुरा मैले भने। अब कार्यान्वयन चाहिँ कसरी गर्ने त, कार्यान्वयन समस्या हो नि होइन। मैले अगाडि पनि भने हाम्रो बजेटमा साधारण खर्चको तुलनामा थोरै मात्रै छुट्याइने गरेको पुँजीगत खर्च पनि तिनै तहका सरकारहरूले सहज ढङ्गले गरेको देखिँदैन। सबैभन्दा दुःखद कुरा, विगत 10 वर्षको पुँजीगत खर्चको अवस्था हेर्ने हो भने 59%देखि 83%को बिचमा चाहिँ पुँजीगत खर्च भएको देखिन्छ। अब एकदमै धेरै भएको बेलामा स्थिर सरकार भएको बेलामा 75, 76, 77 सालतिर अलिकति बढी खर्च हुँदाको हो यो 73%, 80%, 77% तथ्याङ्क। नत्र भने 10 वर्षको तुलनामा 59% मात्रै पनि पुँजीगत खर्च भएको छ। अब मैले अघिदेखि जोड दिइराखेको 59%, 3 खर्ब छुट्याउने, त्यो पनि 59% चाहिँ भएपछि त यहाँ त बजेट त प्रथम श्रेणीमै गएन नि, फर्स्ट डिभिजनै भएन नि, 60%-ऐ आएन। त्यसले गर्दा त्यहाँसम्म पनि बजेट चाहिँ के भएको छ भने चाहिँ पुँजीगत खर्च नभएको अवस्था छ अहिले हाम्रो बजेटलाई हेर्दा। यसले बजेट सहज ढङ्गले कार्यान्वयन हुन नसकेको अवस्था पुष्टि गर्छ। प्रष्ट यसमा साधारण खर्च त स्वतः नै भइहाल्छ, त्यता कुरै भएन। संहिता कार्यान्वयन भएका विगतका वर्षहरूमा हेर्ने हो भने पनि पुँजीगत खर्चको अवस्था यस्तै छ। जस्तै 72 साल पछिकै, मैले संविधान बनिसकेपछिकै अहिलेसम्मको हेर्ने हो भने पनि यो यस्तै नै देखिन्छ। मैले अघि 10 वर्षको कुरा त्यही भएर त्यहाँ राखेको हो। कोरोनाको कहरबाट थलिएको अर्थतन्त्रको उत्थान गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गरी उच्च आर्थिक वृद्धि हासिल गर्ने, आन्तरिक र बाह्य लगानी प्रवर्धन गर्ने, आर्थिक क्रियाकलापको विस्तार गर्ने, आय वृद्धि गर्ने, विदेशबाट फर्किएर देशमै रहेका बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने, गरिबी घटाउने, क्षमता अभिवृद्धि गर्ने, सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य शिक्षा लगायत सामाजिक सेवा उपलब्ध गराउने उद्देश्य राखेर आगामी वर्षका लागि ल्याउन राखेको बजेट सही ढङ्गबाट कार्यान्वयन हुनुपर्छ भन्ने लाग्छ मलाई। यी कुराहरू चाहिँ बजेटमा समेटिनु पर्यो। यी कुरा समेटिएन भनेदेखि ती अघि मैले भनेका दुईटै कुराभित्र यी पर्छन्। यी कुरा समेटेर त्यही ढङ्गले कार्यान्वयनतिर गइयो भने आगामी बजेट राम्रै आउला, राम्रै बन्ला, कार्यान्वयन होला। नत्र भने विगतको जस्तै बजेट आउँछ, बजेट सुन्ने, बजेट सुनाउने, बजेटको विश्लेषण गर्ने, अनि त्यसपछि फेरि अर्को वर्ष यही अब आगामी वर्षको पुस मसान्तमा फेरि बजेटलाई अलिकति घटाउने, बजेटको आकार घटाउने, राजस्वको लक्ष्य पनि घटाउने, अनि फेरि पछि अर्को बजेट बनाउने मात्रै प्रक्रिया हुन्छ, अरू केही हुनेवाला छैन। त्यसले गर्दाखेरि हामीले यी कुराहरूलाई म्यानेज गरिदियौँ भने अहिले चाहिँ पछिल्लो अवस्थामा
यो सरकार आइसकेपछि अर्थतन्त्रमा जुन सुस्त गतिमै सामान्य गतिमै भए पनि जुन सुधारको सङ्केत देखिएको छ, जस्तै आयात निर्यातमा भएको सुधारको कुरादेखि लिएर विदेशी मुद्रा सञ्चितको कुरादेखि लिएर बजारमा तरलताको अभावदेखि यी कुराहरूमा जुन अथवा मूल्य वृद्धि कन्ट्रोलका कुरा, यी कुराहरूमा जुन सानै भए पनि सकारात्मकको सुरुवात भएको छ। यो यो अवस्थामा बजेट कार्यान्वयन भइदियो भने कमसेकम पनि हामी नेपालीले अलिकति आश लाग्ने अवस्थाको सिर्जना हुन्छ भन्ने लाग्छ मलाई। अब बजेट कार्यान्वयन किन सहज ढङ्गले हुँदैन त भन्दा सबभन्दा पहिलो कुरा चाहिँ धेरै निकायले बजेट तर्जुमा गर्दा सामान्यतया गहन गृह कार्य गरेको नै पाइँदैन। किनभने अघि नै मैले भने नि, माथि प्रक्रिया मैले किन गरेको त भन्दाखेरि अघि माथि भनेको प्रक्रियामा बजेट बन्ने हो। तर त्यो सबै कुरामा जति गृह कार्य हुनुपर्ने हो, जति ध्यान दिनुपर्ने हो, जति लागि पर्नुपर्ने हो, त्यो परेको देखिँदैन। त्यो केलाई आधार बनाउँदा त भन्दाखेरि बजेट आएकोलाई आधार बनाउने र कार्यान्वयनको पाटो हेर्ने हो भने चाहिँ त्यो खासै चाहिँ त्यति धेरै सहज ढङ्गले आएको देखिँदैन। किनभने एउटै कुरा पटक पटक दोहोरिने, अनि त्यही कार्यान्वयन नहुने, अनि अध्ययन नगरिकन कुनै कसैको दबावमा भनौँ न, कसैको दबावमा आउने योजनाहरू पटक पटक कार्यान्वयन हुँदैनन् होइन, हरेक वर्ष। त्यसले गर्दा यो हेर्दाखेरि चाहिँ अहिले मैले भर्खरै भनेको जस्तो गहन गृह कार्य नभएको जस्तो चाहिँ देखिन्छ। अघिल्लो सालको बजेटमा सामान्य थपघट गरेर बजेट प्रस्ताव गर्ने चलन हामी कहाँ पुरानै हो। धेरै बुदाहरूमा बजेट कार्यान्वयनमा चाहिँ मुख्य आधार भनेको संविधानले दिएको अधिकार अथवा संविधानमा रहेर सरकारले ल्याएको नीति तथा कार्यक्रम, अनि त्यसपछि तपाईँको आम्दानी, खर्चका माग भएका आधारहरू, अनि सरकारको नीति तथा कार्यक्रम, यी कुराहरूलाई चाहिँ आधार बनाएर कहिले कहिले बजेट एकदमै नयाँ ढङ्गको पनि बन्नुपर्ने हुन्छ। तर 10 वर्षको बजेटलाई मैले यो तयार गर्नुभन्दा अगाडि मैले 10 वर्षका बजेटहरू पूर्ण रूपमा अध्ययन गर्दाखेरि मलाई त्यति धेरै चाहिँ यो भएको जस्तो, त्यति धेरै नयाँपन आएको जस्तो बजेटमा देखिँदैन। किनभने 10 वर्षमा त धेरै कुरा परिवर्तन भइसकेको हुन्छ देशमा होइन। परिवर्तन छिटो छिटो दुनियाँमा परिवर्तन, टेक्नोलोजी लगायतका कुराहरू, हाम्रा सोचहरू। अब चाहिँ 10 वर्षको युवा बच्चा भनौँ न, 10 वर्षको बच्चा 20 वर्ष युवा जवान भइसकेको हुन्छ, उसका सोचहरू जति परिवर्तन हुन्छन्, उसका दैनिकीहरू जति परिवर्तन, उसका आवश्यकताहरू जति परिवर्तन हुन्छन्, राज्यको पनि त्यही रेसियोमा भाव हुन्छ। तर बजेटमा त्यो ढङ्गको परिवर्तन चाहिँ देखिँदैन। त्यसलाई हेर्दाखेरि पुरानैलाई चाहिँ निरन्तरता दिएको जस्तो धेरै बुदाहरू, सबै त नभनौँ, धेरै बुदाहरू चाहिँ देखिन्छ। त्यसैले आगामी आर्थिक वर्षको बजेट तयार गर्दा सबैभन्दा पहिला पुराना बजेटमा कार्यान्वयनको अवस्था कस्तो छ होइन, अझै पनि समय छ। पुरानो कार्यान्वयन कहाँनेरि भएन, किन समस्या आयो, त्यो कुरालाई चाहिँ पहिलो कुरामा ध्यान दिन सक्यो भने आगामी वर्षको बजेट चाहिँ कार्यान्वयन होला। उक्त बजेट कार्यान्वयनमा कहाँ कहाँ के कुरामा समस्या आयो त पक्कै आयो। उहाँहरूले नै जस्तै बजेट अहिलेकै सरकारले सुरुदेखि कार्यान्वयनमा लगेको हो, यद्यपि उसले बनाएको चाहिँ होइन। तर कार्यान्वयन गर्दा कहाँ कहाँ समस्या आयो त, त्यो समस्यालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ। ती समस्यासँग जुझ्न सरकारले के भूमिका खेल्यो, साथै आगामी वर्षको बजेट कार्यान्वयनमा ती समस्या आउन नदिन के गर्न सकिन्छ, सहज ढङ्गले ती बजेट कार्यान्वयन गर्ने सन्दर्भमा महालेखा परीक्षकले बजेटको लेखा परीक्षणमा के सुझावहरू उल्लेख गरेका छन्। यहाँ गहन सुझावहरू दिएको हुन्छ उसले, अन्य नीति निर्माताहरूले पनि दिएको हुन्छ, अन्य अर्थविज्ञहरूले पनि दिएको हुन्छ, धेरैले सरकारवालाले दिएको हुन्छ। ती कुराहरूलाई पनि हेर्नुपर्छ जस्तो लाग्छ। अझै समय छ बजेटलाई फाइनल गर्नलाई। यसलाई गहन अध्ययन गरी आगामी वर्षलाई नयाँ बजेट प्रस्ताव गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। सबै पौराणिक ढङ्गले नै जानुपर्छ भन्ने छैन। अब संसदमा बजेट प्रस्तुत हुनुभन्दा अगाडि नै धेरै चरण पार गर्दछन्। मैले अघि माथि चरण उल्लेख गरेँ, यसैका लागि हो। सोही क्रममा सरकार सबै पक्षलाई परामर्श छलफलमा सहभागी गराउन सकियो भने बजेट पारदर्शी हुनुका साथै सबै पक्षले अपनत्व अनुभव गर्दछन् र यसले कार्यान्वयनको पाटो सहज हुन जान्छ। यो कुरा मैले माथि पनि उल्लेख गरेँ, मैले फेरि पनि जोड्दिनँ। किन खोजेँ भने अझै पनि विशेष गरेर यो राजनीतिक दलहरूको बिचमा एउटा सहमति जनाउन पनि हरेक दलका राजनीति अथवा अर्थतन्त्र हेर्ने अथवा बजेट हेर्ने होला, कसैको विषयको अर्थतन्त्र हेर्ने हुन्छ, अर्थतन्त्र हेर्ने व्यक्तिसँग बसेर उनीहरूका आवश्यकताहरू अथवा जनताका आवश्यकताहरू उनीहरू मार्फत आए ती सही छन् भने तिनीहरूलाई पनि अझै पनि हामीले इन्क्लुड गरिदिउँ भने त्यसले चाहिँ अपनत्वको फिल हुन्छ भने। जस्तै निजी क्षेत्रको कुरा आउला, निजी क्षेत्र पनि ठुलो छ हामी कहाँ अर्थतन्त्रमा योगदान दिइरहेको र कर तिरिरहेको र हामीलाई वस्तु तथा सेवा उपलब्ध गराइरहेको, रोजगारी दिइरहेको निजी क्षेत्र छ। त्यो क्षेत्रलाई पनि चित्त बुझाउनुपर्छ। अझै बस्ने समय छ जस्तो लाग्छ मलाई।
हामीले बजेट कार्यान्वयनका लागि छिमेकी देशको प्रयोगलाई पनि अध्ययन गर्नुपर्छ। किनभने छिमेकी देशमा चाहिँ पनि पहिला बजेटहरू समस्याग्रस्त नै थिए। तर अब अहिले पछि चाहिँ ती देशका बजेटहरू कसरी सहज ढङ्गले कार्यान्वयन भइरहेछन्, राजस्व कसरी सहज ढङ्गले सङ्कलन गरिरहेछ, यी कुराहरू चाहिँ हेर्न सक्यो भने, किनभने धेरै कुराहरू नजिकको छिमेकी देशहरूसँग हाम्रा भूगोल अर्थतन्त्रदेखि सबै मान्छेको यो संस्कृति संस्कार लगायतका कुराहरू मिल्ने रहन्छन्। मिल्ने कारणले गर्दा पनि त्यो हाम्रो लागि मार्गदर्शक हुनसक्छ जस्तो लाग्छ मलाई। त्यसै गरी पछि कार्यान्वयन गर्न सम्भव नहुने गरी कार्ययोजना बनेका छन् भने अहिले नै अझै समय छ है। कार्यान्वयनमुखी बजेट भनेको मैले माथि त्यही भएर हो, त्यस्ता छन् सकिँदैनन् भने तिनलाई चाहिँ अहिले हटाउँ, अझै समय छ। हाल विभिन्न मन्त्रालयको लेखा परीक्षणको अवस्था हेर्दा बजेट विनियोजन गर्दा जुन कार्यका लागि बजेट भनेर बजेट छुट्याइएको हुन्छ, यसको कार्यान्वयनको चरणमा पुग्दा ती कार्यक्रम परिवर्तन गरेको पाइन्छ। सबभन्दा दुःखद हो यो। एउटालाई बजेट छुट्याएको हुन्छ, बजेट त्यहाँ खर्च विविध कारणले नहुन सक्छ। हुनसक्छ मन्त्रालयकै उदासीनता हुनसक्छ, हुनसक्छ अघि भनेको जस्तो चाहिँ बजेटमा परियोजनाहरू चाहिँ दबावमा आयो होला, अथवा चाहिँ तिनैले निरन्तरता पाइरहे अथवा त्यहाँको माटो सुहाउँदो भएन, जे होला। यो कारणले चाहिँ कहिले कहिले चाहिँ छुट्याइएको ठाउँमा बजेट खर्च नगरेर रकम अन्तरण गर्नुपर्ने अवस्था पनि देखिन्छ। यो पनि नहोस्, गर्नु हुँदैन भन्ने मलाई लाग्छ। यो समस्याबाट छुटकारा पाउन बजेट निर्माणकै समयमा आगामी आर्थिक वर्षमा कुन कुन कार्यान्वयन सम्पन्न गरिने हो सो स्पष्ट गरी बजेट छुट्याउनु पर्छ। कार्यान्वयन हुँदैन भने अझै केही बिग्रेको छैन। यो पक्ष चाहिँ कार्यान्वयन हुँदैन भने कहिलेकाहीँ सरकार निर्मम हुनुपर्छ। बजेटको र अर्थको सन्दर्भमा त झन् र कानुनको सन्दर्भमा अझै निर्मम हुनुपर्छ। त्यसले गर्दा निर्मम ढङ्गले कतिपय कुराहरू चाहिँ अझै सस्तो लोकप्रियता भन्दा पनि राज्यको लोकप्रियतातिर अथवा विकासको लोकप्रियतातिर जानुपर्छ जस्तो लाग्छ मलाई। त्यो कारणले अझै पनि कतिपय त्यस्ता चाहिँ योजना परियोजनाहरू कहीँ कतै छन् भने त्यसलाई अहिले पनि हटाउन सकिन्छ। बजेट कार्यान्वयनको समयमा दलहरूले विकासका नाममा राजनीति गर्न बन्द गर्नुपर्छ। मैले यो माथि भनिसकेँ, यसलाई मैले धेरै भन्दिनँ। राष्ट्रिय राजनीतिका सबै दलहरू बिचमा न्यूनतम सहमतिका आधारमा योजना बैंक तयार गरी सोही अनुसार वार्षिक बजेट तयार पारी कार्यान्वयनमा लैजान सके समयमै बजेट सहज ढङ्गले कार्यान्वयन गर्न सकिन्छ। यो पनि मैले अघि उल्लेख गरिसकेँ। किनभने यसो गर्न सक्यो भने सबै राजनीतिक दलहरूको साझा बजेट बनाउन सकिन्छ। कुनै पनि कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न त्यहाँ कार्यरत कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। तर हाम्रा कर्मचारी बजेट कार्यान्वयनको बाटोमा कि त उदासीन देखिन्छन् वा खासै जोखिम बोल्न तयार नभएको जस्तो देखिन्छ। यो दुईटा मध्ये के हो, यो अवस्था छ। अब उदासीन हुने विभिन्न कारणहरू हुन सक्छ होइन। उनीहरूले पाउने सब्सिडीको कुरा होला, उनीहरूले पाउने सेक्युरिटीको कुरा होला, उनीहरूले पाउने उत्प्रेरणाको कुरा होला होइन, सरकारी दरबन्दीको कुरा होला। यी कुराहरूले चाहिँ उदासीन भएको पनि हुनसक्छ। यो चाहिँ उनीहरूको बाटोबाट पनि हेर्नुपर्छ। वा कहिलेकाहीँ चाहिँ जोखिम मोल्न चाहँदैनन्, कार्यान्वयनमा लगो भोलि अख्तियारले पक्रिन्छ र फेरि जेल जानुपर्छ। त्यस कारणले कार्यान्वयन गर्न किन जोखिम मोल्ने, सामान्य ढङ्गले जाने भन्ने पनि हुनसक्छ। यी के कारण हो, यो चाहिँ अवस्था छ। अब यो चाहिँ उनीहरूको पाटोबाट पनि हेरिदिनु पर्यो, सरकारको पाटोबाट हेर्छ। यो व्यवस्थापन गर्ने कुरा चाहिँ सरकारको रह्यो। बजेटमा उल्लेख भएका कार्यक्रम ठेक्का प्रक्रिया पुरा गरी अगाडि बढे पनि कतिपय अवस्थामा ठेक्का प्राप्त व्यक्तिलाई सहजीकरण गर्नुपर्ने हुनसक्छ। यदि यसो गरिएन भने काम बिग्रिएपछि उनलाई अप्ठ्यारो पर्ने र सधैँ बजेट अलपत्र पर्ने सम्भावना हुन्छ। यो चाहिँ कामको अनुगमन गरी प्रगति विवरण सङ्कलन गर्नुपर्ने यो योजना क्रममा केही कमजोरी भए समयमै सच्याउनु पर्छ भन्न खोजेको। ठेकेदारले बिचमा काम गर्दा गर्दै सम्झौता अनुसार भएन, त्यहाँको आवश्यकता अनुसार भएन भने उसलाई यहाँ भएन भनेर बेलामा सच्याउन सक्यो। एक दोस्रो कुरा, कतिपय ठेक्कापट्टा लागेर काम गर्न गइसकेपछि त्यहाँका जनताहरूले विविध कारणहरूले गर्दा अवरोध सिर्जना गरेको पनि देखिन्छ। राजनीतिक दलहरूले आफ्नो पक्षमा नआएपछि अवरोध सिर्जना गरेको पनि देखिन्छ र साँच्चीकै सरकारले छुट्याएको बजेट गलत ठाउँमा भएको कारणले सच्याउनलाई पनि अवरोध गरेको हुनसक्छ। त्यसले गर्दा एउटा कर्मचारी चाहिँ अथवा कर्मचारी छुट्याएर त्यो ठेक्का लागेको दिनदेखि अन्तिमसम्म उसलाई सहजीकरण गर्नुपर्छ। कानुनी रूपमा होला, अन्य प्रक्रियागत रूपमा होला, उसलाई सहजीकरण गर्नुपर्छ। त्यत्तिकै छोड्नु चाहिँ हुँदैन जस्तो लाग्छ मलाई। यदि केही कारणले निर्माण कम्पनीलाई काम गर्न असहज भएको छ भने सहज बनाउनेतिर कर्मचारीको भूमिका भएमा बजेट कार्यान्वयन सहज हुन्छ। कुनै काम फिल्डमा सम्पन्न भएका हुन्छन् तर तिनीहरूको भुक्तानी समयमा भएको हुँदैन र त्यो भुक्तानी वर्षको अन्त्यमा हुन गएमा पुँजीगत खर्चको अन्त्यमा भएको तथ्याङ्क आउँछ। तसर्थ यस्तो नहोस् भन्नका लागि जुन समय काम सम्पन्न भएको सोही अवस्थामा
भुक्तानी गर्ने व्यवस्था गर्नुपर्छ भनेर भनेको छ। यो चाहिँ कस्तो भने अब जस्तै भन्नु न, तपाईँ माघमा काम सम्पन्न भयो भने माघमै बजेटको त्यो बिलसिल भुक्तानी गरौँ। हाम्रोमा के हुन्छ, एकैचोटि असारमा खर्च भएको देखिन्छ, अनि त्यो लिने दिनेको चाप पनि असारमै, कामको चाप पनि असार नै, ठेक्कापट्टाको चाप पनि असारमै भएको कारणले गर्दा यो समस्या भएको छ। र एकैचोटि चाहिँ असारे विकास भनेर एकैचोटि असारमा विकास हुन्छ, त्यसले गर्दा जहिले काम हुन्छ त्यसलाई नियमभित्र बसेर त्यसलाई तुरुन्त भुक्तानी लिने दिने गर्न सक्यो भने त्यसले पनि अलिकति सफा चाहिँ देखिन्छ जस्तो लाग्छ मलाई। तिनै तहका सरकारले बजेट ल्याउने बेलामा आफ्नो पक्षमा बजेट पार्न धेरै नै कसरत गरेको देखिन्छ। बजेट वक्तव्य मार्फत बजेट ल्याउँदा योजनाविद, अर्थविद, अर्थमन्त्री, जनताका प्रतिनिधि एवं जनता सबै बजेट सफल भएको ठान्छन्, तर कार्यान्वयनमा लैजाँदाको अवस्थामा आवश्यक कसरत गरेको देखिँदैन। अब कतिपय अवस्थामा त मन्त्रालय र विभागको अपनत्व नलिँदा तथा बजेट कार्यान्वयनमा सरकारबाटै उदासीनता देखिँदा पनि समयमा बजेट कार्यान्वयन हुन नसकेको देखिन्छ। अब यो चाहिँ कस्तो छ भने, तपाईँ अहिले बजेट हेर्नुभयो भने बजेट आउने बेलामा सबैको कान ठाडा हुन्छन्, सबैले विश्लेषण गरेका हुन्छन्। बजेट आउनुभन्दा अगाडि मेरो क्षेत्रमा बजेट चाहियो भनेर अर्थ मन्त्रालय धाउनेको धोइरो हुन्छ, कसबाट लबिङ गर्ने भन्ने हुन्छ। तर जब बजेट आइसकिसकेपछि अब त्यसलाई कार्यान्वयन गर्ने बेलामा त्यो खालको चाहिँ देखिँदैन, त्यो खालको चाहिँ एकदम हतारो देखिँदैन होइन। त्यो खालको हतारो देखिने भएदेखि कार्यान्वयनको क्षेत्रमा पनि त्यसले चाहिँ बजेट कार्यान्वयनमा सकारात्मकता ल्याउँथ्यो जस्तो लाग्छ मलाई। अब तिनै तहका सरकारले आर्थिक वर्षको अन्त्यमा काम भइरहेको तर समाप्त नभएको अवस्थामा खर्च हुन बाँकी पुँजीगत खर्चलाई आगामी आर्थिक वर्षमा यो चाहिँ निरन्तरता दिनुपर्छ जस्तो लाग्छ मलाई। तिनै तहका सरकारहरूको वार्षिक बजेटमा परेका कार्यक्रम सम्पन्न गर्न मरिमेटेर लाग्नुपर्छ। यो अघि पनि मैले उल्लेख गरेँ। यसका लागि बजेट वक्तव्यको हरेक शीर्षकमा के काम गर्ने, ती कामहरू कुन समय र अवधिमा पुरा गर्ने, कुन कार्यक्रमका लागि को पदाधिकारी जिम्मेवार रहने, जिम्मेवारी पुरा नगरेमा तिनीहरूले के सजाय पाउने वा समयमै पुरा गरेमा के पुरस्कार पाउने, ती कामका लागि जिम्मेवार प्राप्त मुख्य पदाधिकारीलाई को लागि सहयोगी को हुने, यी माथिका सबै गर्ने कार्यको अनुगमन कसले गर्ने, अनि अनुगमनको समयमा देखा परेका समस्याहरूको समाधान कसले गर्ने भन्ने कुरा बजेटमा नै उल्लेख गरिनुपर्छ। बजेट नीति कार्यक्रम कार्यान्वयन गर्न कतिपय अख्तियारी ढिलो गरी प्रदेश सरकारमा हस्तान्तरण हुँदा प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट समयमा नै कार्यान्वयन हुनेमा चुनौती भएको देखिन्छ। बजेट निर्माणदेखि खर्च गर्ने कर्मचारी र जनप्रतिनिधि सबैलाई वित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सहभागी गराउनुपर्छ। तीन दलका सरकारले बीचमा राजस्व सङ्कलन र बजेट खर्च गराइमा कता कता विवाद सुरु भएको जस्तो देखिन्छ। यसो हुन नदिनका लागि बजेट निर्माणदेखि खर्च गर्दासम्म तिनै तहका सरकारहरूले सँगै हिँडे जस्तो देखिनुपर्छ, तर एकअर्कामा कहिल्यै ठोकिनु हुँदैन भन्ने सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ जस्तो लाग्छ मलाई यहाँनेरि। अब चाहिँ काम गर्दा प्रक्रिया आयोजनागत प्रक्रियाबाट प्रत्येक आयोजनाका लागि छुट्टै प्रमुख र त्यहाँ काम गर्ने कर्मचारी तोक्नुपर्छ। ती आयोजना बजेट खर्च आयोजना प्रमुख र जिम्मेवार प्राप्त लेखापालको हस्ताक्षरबाट गर्न सके बजेट खर्च छिटो छिटो हुन सक्छ। साथै आयोजना सम्पन्न गर्न तोकिएको ठेकेदारलाई समयमै कार्य सम्पन्न गराउन जिम्मेवारी आयोजना प्रमुख नै हुने व्यवस्था गर्नुपर्छ। बजेट वक्तव्यमा नै उच्च पदमा कार्यरत कर्मचारीहरूसँग कार्य सम्पादन करार सम्झौता गरी कार्यक्रम सुरु गर्न सकियो भने आयोजना प्रमुखमा जवाबदेहिता बढ्ने हुन्छ र विकासमा काम यसले सकारात्मक प्रभाव पर्छ। हाम्रो काम गर्ने कार्यशैलीमा परिवर्तन गर्नुपर्छ। काम गर्ने कार्यशैली अत्यन्तै पुरानै ढङ्गको, अर्काका लागि काम गरिदिनु पर्ने, सरकारका लागि काम गरिदिनु पर्ने, सकेसम्म ढिलो गर्न पायो भने सहज हुने, यो खालको जुन प्रवृत्ति पुरानो छ यसलाई चाहिँ परिवर्तन गर्नुपर्छ भन्न खोजे हो मैले। अहिलेकै गति र कार्यशैलीमा काम गर्ने हो भने हामीले बजेट कार्यान्वयन र समृद्धिको कुरा गर्न छोडिदिए पनि हुन्छ। सधैँ पुरानै ढङ्गको आउने, त्यही अघि भने दुई खालको विश्लेषण हुने, त्यो भयो भने बजेट कार्यान्वयन गर्ने समयमा कानुन तथा विधिलाई मान्नुको विकल्प हुँदैन। त्यसैले एकातिर प्रक्रिया र अर्कोतिर चाँडो नतिजा दिने विषयबारेमा गम्भीर भएर छलफल गरी केही न केही नवीन परिवर्तनको खोजी गर्नुपर्ने देख्छु मैले चाहिँ बजेट निर्माणको क्रममा। टेन्डर प्रक्रियामा जाँदा नै विशेष अध्ययन गरेर मात्र जानुपर्ने देखिन्छ। हाम्रो टेन्डर प्रक्रिया पनि मलाई लाग्छ त्यति सहज चाहिँ छैन। सबैभन्दा कमलाई दिने भन्ने हुन्छ, त्यसमा कति खालको चलखेल र सारा कुराहरू हुन्छ होइन, त्यो कुरो हामीलाई थाहा छँदैछ। यसले पनि त्यति सहजता ल्याएको छ जस्तो लाग्दैन। यदि टेन्डरमा जानु अघि वस्तुनिष्ठ विश्लेषण गर्न सकिएन भने सम्झौता व्यवस्थापन प्रभावकारी नहुने, विभिन्न कारणले ठेकेदारहरूले बिचैमा काम छोड्ने अवस्थाको सृजना हुन्छ। यसले गर्दा
परियोजनाको लागत तथा समय दुवै बढ्ने अवस्था रहन्छ र सरकारलाई दोहोरो मार पर्छ। एकातिर खर्च बढ्छ भने अर्कोतिर काम ढिलो सम्पन्न हुँदा परियोजनाबाट प्रतिफल पनि ढिलै आउन थाल्छ। तसर्थ ठेक्का प्रक्रियालाई जति चुस्त बनाउन सकियो त्यति नै बजेट कार्यान्वयन गर्न सजिलो पर्छ जस्तो लाग्छ मलाई। काम भइरहेका परियोजना उच्च तहका कर्मचारीहरू आफैले पटक पटक अनुगमन गर्नु र प्रत्येक 3-3 महिनामा सम्बन्धित क्षेत्रमा का लागि छुट्याइएको बजेट खर्च कार्यान्वयनको स्थलगत निरीक्षण प्रतिवेदन समीक्षा बैठक बस्नुपर्छ र त्यहाँबाट निस्केको निष्कर्षका आधारमा अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। यो चाहिँ गर्न पनि सकिन्छ, ढिलो पनि भइसक्यो, यो ठुलो कुरा पनि होइन, गर्नुपर्ने पनि यही हो। प्रत्येक 3 महिना बस्ने मेरो प्रोजेक्टलाई छुट्याइएको पुँजीगत खर्च यति खर्च भयो, यति हुन सकेन, यो विविध कारणले भएन, यो कारणले भएन, यी कारणहरूलाई कसरी सुधार गर्ने, कहाँ लबिङ गर्ने यी र सुधार गर्ने भन्ने कुरामा हामी गयौँ भने कार्यान्वयनको पाटो अलिक सहज होला। नत्र भनेदेखि पुरानै ढङ्गमा बजेट छुट्याइदिएको छ, कार्यान्वयन अर्कोले गर्ने हो भनिरहँदाखेरि कसैले पनि जिम्मेवारी नलिँदाखेरि चाहिँ जुन ढङ्गले कार्यान्वयन हुनुपर्ने हो बजेट त्यो ढङ्गले कार्यान्वयन भएको देखिँदैन। अब राजनीतिक सङ्घीयताकै गतिमा प्रशासनिक एवं वित्तीय संहिताका लागि कर्मचारीहरूले समय नै अभ्यस्त गराउनु जरुरी छ भने जनप्रतिनिधिलाई पनि आम्दानी हुने क्षेत्र र बजेट खर्च गर्ने वित्तीय अनुशासन सम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ। देशमा विद्यमान रहेको सार्वजनिक खरिद ऐनका कारणले काम गर्न सकिएन भन्ने आवाज समय समय उठ्ने गरेको छ। यो बारेमा आगामी बजेट सुरु हुनु अगाडि नै समीक्षा गर्नुपर्छ। यसो गर्दा समस्या भेटिएमा कुन ऐनले समस्या ल्यायो त्यसलाई समयमा नै परिवर्तन गर्न सकिन्छ। यदि समस्या छैन भने समस्या देखाएर काम नगर्ने कर्मचारी, ठेकदार वा अन्य पक्षलाई नै परिवर्तन गर्ने आँट चाहिँ सरकारले गर्नै पर्छ। कहिले कहिले कस्तो हुन्छ भने सार्वजनिक के अरे यो ऐनले हामीले काम गर्न दिएन, अथवा वातावरणले काम गर्न दिएन, लोकल सरकारले काम गर्न दिएन, अथवा कसले दिएन भनेर जुन बहानाबाजी पनि हुन्छ। वास्तविकता खोज्ने, साँच्चीकै रहेछ भने त्यसलाई सुधार गर्ने, होइन बाहना गरेको रहेछ भने कर्मचारीलाई नै अन्यत्र पठाइदिने, काम गर्ने कर्मचारी लिएर आउने। अब त्यसै गरी अलिकति थोरै छ बाँकी। अब बजेट कार्यान्वयन गर्ने अर्को पाटो भनेको राजस्व सङ्कलन हो। मैले राजस्व सङ्कलनतिर जान खोजेँ, मैले राजस्व सङ्कलनको अर्कै दिन गरौँला, यहाँ अलिकति थोरै मात्रै। राजस्व बिना त बजेट चाहिँ सफल हुँदैन। यही ढङ्गबाट राजस्व सङ्कलन हुन नसकेको अवस्थामा वितरणमुखी कार्यक्रम ल्याउनु हुँदैन वा खर्च गर्न नसकिने क्षेत्रमा बजेट छुट्याउनु नै हुँदैन भन्ने मलाई लाग्छ। बजेटमा खर्चले धान्न नसक्ने छरपष्ट कार्यक्रम ल्याउँदा कार्यक्रमको कार्यान्वयन गर्न स्रोतको सङ्कलन कसरी गर्ने भन्ने पनि आफैमा चुनौतीपूर्ण हुन्छ र बजेट कार्यान्वयनमा समस्या हुन्छ। बजेटमा कार्यक्रम व्यक्तिको नाममा होइन, लक्षित वर्गका नाममा आउनुपर्छ। यो मैले अघि पनि भने, व्यक्तिले यो मेरो ठाउँमा तैँले पार्नै पर्छ, मेरो मान्छे नियुक्ति हुनै पर्छ, मेरो मान्छेले चाहिँ मन्त्रालय पाउनै पर्छ भन्ने ढङ्गले जबसम्म हामी जान्छौँ तबसम्म न राज्य विकास हुन्छ न बजेट कार्यान्वयन हुन्छ। अब सरकारको मातहतमा रहेका विभिन्न विभाग र निकायहरू जस्तो सडक विभाग, ढल विभाग, विद्युत प्राधिकरण, टेलिकम, पुरातत्व विभाग आदिका बीचमा आगामी वर्षको बजेट सुरु हुनुभन्दा अगाडि नै समन्वय गर्ने वातावरण सिर्जना गर्नुपर्छ। समयमा यी निकायहरूका बीचमा समन्वय हुन नसक्दा समयमा बजेट कार्यान्वयन गर्न नसकेको तितो यथार्थ हामीसँग छ। तसर्थ आगामी वर्षको बजेट सुरु हुनुभन्दा अघि माथिको अवस्था पुरा गर्न सकियो भने बजेट सहज ढङ्गले कार्यान्वयन हुन सक्छ भनेको छ। र सबैभन्दा धेरै चाहिँ यो अहिले मैले अन्तिममा उल्लेख गरेको चाहिँ यी विभाग र मन्त्रालयको बिचको कुरा गरेँ। एउटाले चाहिँ जस्तै भनौँ न, सडक विभागले सडक बनाउँछ, भोलिपल्ट आएर ढलले खन्छ, ढलले कहिले टालिदिन्छ, कहिले फेरि सडक विभागले टाल्नुपर्छ, त्यसपछि विद्युत प्राधिकरण आउँछ, टेलिकम आउँछ। त्यस कारणले यसले गर्दाखेरि पनि एकदमै समस्या भएको छ। त्यसकारण यो बजेट आउनुभन्दा अगाडि नै उनीहरूले कुनै पनि ठाउँमा काम गर्दाखेरि त्यो चाहिँ बजेटको योजना गर्दा एकीकृत रूपले तिनटै मिलेर एकैचोटि काम सम्पन्न गऱ्यो भने काम छिटो पनि सम्पन्न हुने भयो, थोरै खर्चमा पनि हुने भयो। अब यहाँ त के छ भने पटक पटक गर्दाखेरि, अब पटक पटक खर्च गर्दाखेरि पटक पटक चाहिँ गोजी गरम हुने कुरा हुनसक्छ। कहिलेकाहीँ सबैलाई त भन्नु पनि हुँदैन, अथवा चाहिँ काम गर्ने शैली नजानेको हुनसक्छ, अथवा चाहिँ जसो गरे पनि हुन्छ भनेको हुनसक्छ, अथवा उहाँहरूको आफ्नै खालका बाध्यता पनि होलान्। यसलाई सबै नकारात्मकतातिर लानु पनि पर्छ जस्तो मलाई लाग्दैन। त्यसले गर्दा यी विविध कारणहरूले गर्दाखेरि चाहिँ सबैभन्दा धेरै बजेट कार्यान्वयन नभएको जस्तो अवस्था चाहिँ यहाँ छ, यो देखिन्छ। त्यसले गर्दाखेरि अब बजेट चाहिँ कस्तो हुन्छ त भन्दा, बजेटले चाहिँ देशको मुहार परिवर्तन गरेको हुन्छ, मुहारै परिवर्तन गर्छ। तपाईँले बजेट सहज ढङ्गले आयो, बजेट सहज ढङ्गले कार्यान्वयन भयो, अथवा बजेट राम्रो भयो भनेदेखि
यसले सहज ढङ्गले चाहिँ विकासको गति अघि लिन्छ। मैले अघि नै भने यो विगत 1 वर्षदेखि अर्थतन्त्रमा केही न केही सुधारका सङ्केत चाहिँ देखिएकै छन्। तर देशको आर्थिक अवस्था, देशमा उपलब्ध स्रोत र साधन, हाम्रा काम, हामीलाई हाम्रा जनताका आवश्यकता हेर्दाखेरि चाहिँ जति विकास हुनुपर्ने त्यति विकास भएको चाहिँ पक्कै पनि होइन। त्यसले गर्दा हाम्रो आग्रह, सम्पूर्ण हामी जनताको आग्रह के रहन्छ भने यो बजेट चाहिँ माथि उल्लेख गरिएका कुराहरूलाई ध्यान दिँदैखेरि बजेट आइदियो भने अझै पनि केही बिग्रेको छैन, किनभने अझै 4-5 दिन बाँकी छ। यो बिचमा धेरै काम गर्न सकिन्छ बजेटमा, मेरो आफ्नो अनुभवमा। त्यसकारणले पनि ती अनावश्यक चिजहरू कटौती गर्ने, आवश्यक चिजहरू थप्ने, कार्यान्वयन हुन नसक्ने चाहिँ सबै परियोजनाहरू हटाउने, कसैको चाहिँ तपाईँको दबावमा आएका परियोजनाहरू चाहिँ नराख्ने, विगतदेखि छुट्याउँदै आएका तर कार्यान्वयन नभएका परियोजनाहरू पनि नराख्ने, होइन, विभिन्न कोअर्डिनेसनको प्रक्रिया पुरा गर्ने, कानुनी झन्झटहरू छन् भने त्यसलाई चाहिँ मिलाउँदै लैजाने, यी विभिन्न कुराहरू गर्न सकियो। र फेरि पनि भन्छु म, चाहिँ तपाईँको लक्ष्य प्रष्ट भएको वा प्राथमिकता प्रष्ट भएको, के प्राथमिकतामा राख्ने, मेरो बजेटले कति प्राथमिकतामा राख्न भ्याउँछ र त्यो प्राथमिकताहरूलाई कुन कुन क्षेत्रबाट कसरी पुरा गर्न सकिन्छ, पहिलो त्यो, र दोस्रो चाहिँ कार्यान्वयन गर्न सक्ने, अथवा यो बजेट चाहिँ म कार्यान्वयन गर्न सक्छु है, यो बजेट चाहिँ बिचमा कार्यान्वयन गर्न सकिएन भन्ने अवस्था, अथवा पुँजीगत खर्च नै 60% नागेन, वा साधारण खर्चले पुगेन, वा उस्तै परे साधारण खर्चै भएन, वा वित्तीय व्यवस्थापन खर्च चाहिँ मा गडबड भयो, यी सारा कुराहरू नआउने गरी अहिले नै त्यो बजेटमा त्यस्ता चिजहरूलाई चाहिँ ध्यान दिन सकियो भने मलाई लाग्छ आगामी वर्षको लागि ल्याइने बजेट उत्कृष्ट आउँछ र त्यो बजेटले चाहिँ हाम्रा अपेक्षाहरू पुरा गर्छ र अर्थतन्त्रमा केही न केही हदसम्म सुधार आउँछ, आर्थिक वृद्धि लगायतका चिजहरूमा भन्ने मलाई लाग्छ। आजको कुराहरू चाहिँ मैले यति नै भन्न चाहेँ बजेटको विषयमा। बजेट आउन लागेको हुनाले मैले यो शनिबार चाहिँ, यो पटक चाहिँ यो भिडियोमा चाहिँ मैले बजेटका कुराहरू अथवा आगामी वर्ष 82-83 को बजेटका कुराहरूलाई ल्याउन खोजेँ। र अब बाँकी अर्को भिडियोमा अर्थतन्त्रको अथवा आर्थिक क्षेत्रको अर्को जल्दो बल्दो विषय लिएर आउनेछु। तपाईँहरूले भिडियो चाहिँ हेरिदिनु भएकोमा तपाईँहरूलाई विशेष धन्यवाद। यसको कस्तो रह्यो फिडब्याक पनि दिनुभयो भने मलाई आगामी कार्यक्रमहरूमा अझै सच्याएर जान अथवा यसलाई अझै परिष्कृत गर्न सजिलो हुन्छ भने मेरो अहिले यो जुन भिडियो राख्ने दिलनाथ दङ्गाल युट्युब च्यानल छ, यसलाई पनि सब्सक्राइब गरिदिनु भयो र यो भिडियोहरू साथीहरूलाई पनि सेयर गरिदिनु भयो भने मैले आफूलाई सफल भएको ठान्नेछु। मेरो जुन मैले अहिले यो एउटा अभियान सुरु गरेको छु, यो अभियानले सार्थकता पाउनेछ, यसमा मलाई ऊर्जा थपिनेछ भन्ने मैले ठानेको छु। यति भन्दै यत्रो समयसम्म यो हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्ण मेरा आदरणीय दर्शकहरूलाई धन्यवाद दिँदै म दिलनाथ दङ्गाल पनि बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।